त्यसै घाटमा त्यस्तै तिनमा झरेर मेरो छोरो बित्याएको छ। सानै बचपनदेखि मैले बचपनको दुःख भोगेको दुःख झेलेको एउटा होइन 3 छोरा मेरो बितिसकेको छ। बुढा पनि छैन, मेरो बारीको पनि छोरा त्यसै भयो, म पनि त्यस्तै छु। धेरै दुःख पीडा मेरो कति दुःख गरेर पालेको मान्छेको भारी बोकेर मान्छेको मोल फालेर मान्छेको भारी बोकेर जरा बुटी खानेर पालेको छोराछोरी अहिले म एउटै बस्नु परिरहेको छु। एउटा छोरी छ, भोलिको दिन परेर जाने। यति दुःखीमा छु, यति पीडामा छोराहरू के गर्ने हो, म कहाँ जाने हो, के गर्ने हो। जिन्दगीभर दुखीमा जिन्दगी काटिरहेको छु मैले। कुन देवीले जन्म दिएको होला मलाई। यस्तो भाग्य कसैले पनि नहोस्। जति मलाई भोग्या छु, जति मलाई दुःख पीडा छ, यस्तो दुःख पीडा कसैले नहोस्। प्रभु भन्छु, मलाई यति दुःख छ, यति पीडा छ। अरू के भन्ने अब, कसैले भन्ने, कसले भन्ने, आफ्नो दुःख पीडाहरू कसले भोग्ने, कसैले बुझ्दैन। हजुरहरू आइसकेका छौ, केही कुराहरू त मेरो कुरा बुझ्देला भनेर बोल्नु त सकिँदैन, तर त्यसै 2 शब्द बोल्छु भनेर अगाडि आएको। यो पनि बोल्न चाहन्छु। खै कुन अक्षरले सम्बोधन र सम्मान गराउँछलाई कुनै अक्षर र शब्दको सिमाना छैन। त्यसैमा पनि हामी धुम्लिङ भाषीहरूको खुचियाली। हेर्नुहोस् न, आज फेरि यो अन्धकार बस्तीमा घाम लाग्ला जस्तो छ। चन्द्रमामा ग्रहण हटेर जाला जस्तो छ। कल्पना पनि गर्न नसक्ने यो हाम्रो दुर्गम बस्तीमा दुःख पीडालाई सहन गरेर हाम्रो पीडालाई बुझिदिएर उहाँ जस्तो माननीय ज्यूले यो ठाउँमा पाइला टिप्नु भनेको हाम्रो लागि सौभाग्यको कुरा हो। यो भन्दा खुसीको कुरा अरू के छ र।